80 रियलमा साउदीको जुबेलमा किनेको है यसरी कनेक्ट भइसकेको छ। आवाज कस्तो आउँछ त हेरौँ है त, हेर्न बाँकी नै छ। यो भिडियो मेरो युट्युब च्यानलमा आउँछ है त। यदि यो सही छ, मेरो भोइस ठिक छ, आवाज ठिक छ भने तपाईँहरूलाई अब लाउनु नि पऱ्यो नि त। अब यसरी युज गरेको छु है त। नोटिफिकेसनलाई अफ गर्छु। नोटिफिकेसन पनि अफ गऱ्यो। यहाँ दुईवटा छ है, दुईटै युज गर्न मिल्ने छ। डोयल कस्तो आवाज आउँछ हेरौँ अब। यस्तो छ बफ, यो पनि पाइन्छ। यो आइफोनको लागि पनि हुन्छ है, आइफोनको लागि पनि हुन्छ। अब यसको आवाज आउँछ, यसको आवाज आउँछ, मलाई त्यो थाहा भएन। यो बक्समा हाल्छु है त। कसरी हो यस्तो रहेछ नि, 84 चार्जिङ छ। यहाँ हेर्दा यस्तो दामी छ। यसलाई कसरी युज गर्ने सिक्दैछु। म्याग्नेटिक बटन माइक्रोफोन भनेर रहेछ। OTG एडाप्टर 2-in-1 वायरलेस 100% रियल ओरिजिनल हैन, सक्नुहुन्छ। म चाहिँ बिस्तारो बोलिरहेको छु, त्यो दाइहरू सुतिरहनु भएको छ नि त, उहाँहरूले डिस्टर्ब हुन्छ होइन, त्यही भएर। यो चाहिँ मेरो रियलमी 67 को कभर जस्तो लाग्यो त। यो भिडियो युट्युबमा आउँछ, फुल हेर्नु होला। तपाईँलाई कस्तो लाग्यो, मेरो आवाज ठिक छ छैन तपाईँले कमेन्ट गर्नु होला। के भिडियो बनाउने अहिले चाहिँ सुतिरहेको छ, क्यामेराको थ्याङ्क यू माइक अप्सन टिकटक र युट्युबमा त यो होरिजेन्टल भिडियो खिच्नलाई चाहिँ म पहिलोचोटि सिक्दैछु कि, त्यही भएर क्यामेराभन्दा यताबाट हेर्छु, आँखा यसो देख्छु। अब क्यामेरामा सिधा हेरेर बोलिरहेको छु, कस्तो आउँछ। अलिक भोल्युम बढाएर सुन्नु होला है। 3 मिनट भइसकेको छ। मेरो ब्लुटुथ पनि छ है, यो ब्लुटुथ डिस्कनेक्ट गरिसकेको छ। आवाज कस्तो आउँछ प्लिज कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, सपोर्ट गर्नुहोस्। युट्युबमा ग्रो गर्न चाहनुहुन्छ भने मेरो च्यानल बटनमा टिङ घन्टी बजाउनुहोस्, सब्सक्राइब गर्नुहोस्। दमदार भिडियो आउँछ, तपाईँहरूले सपोर्ट 100%। ओके, 10 मिनटको भिडियो आउँछ, यो अन्तिमसम्म हेर्नु होला। यो नजिक ल्याउँदा कस्तो आवाज आउँछ, अलिक टाढाबाट कस्तो आउँछ, अलिक धेरै टाढा राखेको छु है। यो चाहिँ डेमो है मेरो, यो युज डेमो बनाउँदैछु। क्लियर भिडियो छ, हेर्नु होला, सपोर्ट गर्नु होला। भिडियोमा के कस्तो लाग्छ त्यो कमेन्ट गर्नु होला है। तपाईँको साथमा म छु, मेरो साथमा तपाईँ हुनुहुन्छ। तपाईँले 100% सपोर्ट हुन्छ मेरो युट्युब च्यानलमा, आउनुहोस्। कतिपय साथीहरूले युट्युब च्यानल बनाउनुहुन्छ, सपोर्ट नपाएर सबैजना डिमोटिभेसन मिलेर के हुँदैन कि भन्ने। तर यो भनेको सिक्नुपर्छ, टाइम लाग्छ, पार्ट टाइम हो। आफ्नो जागिर नछोड्नु होला, आफ्नो के पेसा छ त्यो गर्नु होला, पार्ट टाइम दिनु होला है यसको लागि। म पनि त दिन्छु, यो मेरो अनुरोध। इन्कम मात्रै गर्छु भन्ने सोचले चाहिँ तपाईँ नलाग्नु होला, कि त तपाईँसँग एउटा निज हुनु पऱ्यो, तपाईँसँग एक्सपिरियन्स हुनु पऱ्यो। सबैभन्दा पहिलो भनेको तपाईँ बोल्नमा एक्सपर्ट हुनु पऱ्यो। त्यही भएर बोल्नकै लागि भए पनि म भिडियो बनाउँदैछु। के को लागि भिडियो बनाउँदैछु यहाँसम्म हेर्नुहोस् है। भयो भने चाहिँ ठ्याक्क यो भिडियो यति मिनट यति सेकेन्डमा पुग्यो भनेर 35 लेखेर कमेन्ट गर्नुहोस् है। 35 भन्ने बित्तिकै म बोल्नकै लागि भए पनि, आफ्नो बोलीलाई सुधार्नको लागि भए पनि आएको छु भन्ने मलाई याद हुनेछ र तपाईँले 35 लेख्नुहोला। यहाँसम्म साथीले कन्टिन्यू हेर्नुभएछ र पछि लास्टसम्म भिडियो हेर्नुभयो भन्ने अनुमान गर्न सकिन्छ। धन्यवाद, आजको लागि यति नै। सम्पूर्ण यो मेरो भिडियो हेर्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। क्यामेरा फेस गर्न, माइक फेस गर्न, कन्टेन्टको लागि अनुभव गर्दै सिक्दैछु। धेरै धेरै धन्यवाद। लेट्स गो, थ्याङ्क यू भेरी मच, सी यू लेटर, नमस्ते।